उद्घाटन समारोह 2012-29 गते समुद्घाटन भएको घोषणा गर्दछु। धन्यवाद। हेलो नमस्ते सबैजनालाई मेरो च्यानलमा स्वागत छ। अहिले म पुगेको छु जुन विद्यालय श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घोडाबाङमा। यहाँ भने पदयात्रीहरूलाई स्वागत गर्नको लागि चाहिँ स्वागतम चाहिँ गुराँस फुलले नै लेखिँदैछ। यता जिउने भयो कि अझै पोले छ भनेर फेरि बनाउँछ त्यहीले र त्यही भएर हामी 24 घण्टा सिसी क्यामेरा पनि निगरानीमा छौँ। नकुच्ने है त्यो नकुच्ने रहेपछि हाम्रो कुचिन्दा कुच्दैन के कोइली no sé la reunión a la ya जहाँ गुराँस पदयात्राको लागि स्वागत छ भन्ने लेखिँदैछु त्यो अब अन्तिममा चरणमा आइसकेको छ। अब भने चाहिँ गुराँस पदयात्री र अतिथिहरूलाई स्वागतको लागि चाहिँ तयारी भइरहेको छ। जुन तयारी चाहिँ अब अन्तिम चरणमा भइसकेको छ र अब गुराँस पदयात्री र अतिथिहरूलाई चाहिँ यहाँको स्थानीय आमा समूह, युवा क्लब र वडाले चाहिँ स्वागत गरिरहेको छ। जुन गुराँसको माला लगाएर सबैलाई स्वागतको लागि स्वागत गरिदिनुभयो, धन्यवाद छ। अब म यस कार्यक्रमलाई ढिला नगरिकन म अगाडि बढाउन गइरहेको छु। अब भने चाहिँ ब्यानर उद्घाटन भइरहेको छ। जुन गुराँस पदयात्राको लागि बनाइएको थियो त्यो ब्यानर चाहिँ अतिथिहरूबाट चाहिँ उद्घाटन भइरहेको छ। पर्यटनको लागि गुराँस पदयात्रा उद्घाटन समारोह 2012-29 गते समुद्घाटन भएको घोषणा गर्दछु। धन्यवाद।
कार्यक्रम भने निकै नै रमाइलो भइरहेको छ, जहाँ अहिले स्थानीय लोकवाङ्गे नाच नाचिरहेका छन्। यहाँको कार्यक्रम सकिएपछि घोराबाङदेखि यात्रा सुरु हुँदै मुन्डारा सिडेबाङ हुँदै यानि कि नयाँ गाउँ हुँदै चाहिँ खसरे भन्ने ठाउँमा चाहिँ बस्नु पर्ने छ। जहाँ घोराबाङदेखि खसरे भन्ने स्थानमा चाहिँ करिब 1 घन्टा हिँड्नु पर्ने छ। करिब 1 घन्टा पैदल यात्रा गर्नुपर्छ भने चाहिँ आधी बाटोसम्म मोटर बाटो रहेको। मोटर बाटो जाने हो भने चाहिँ करिब 15-20 मिनट जति नै हिँड्नु पर्ने छ। जहाँ हामी खसरे पुग्यौँ र खसरे पुगेको बेलामा चाहिँ 4 स्टार युवा क्लबले चाहिँ जुन पदयात्रीहरूलाई चाहिँ स्वागत गरिरहेको छ। परिस्थितिले गर्दाखेरि आज हामी यो अँध्यारी रातमा पनि यहाँहरूलाई स्वागत गर्ने जुन तयारी मान्छौँ र हामीले यहाँहरूलाई सत्कार गरिरहेका छौँ। स्वागत गर्ने काम भइरहेको छ र हाम्रो भाइहरूले हाम्रा अन्य नवआगन्तुक मित्रहरूलाई बाग्लुङ्गे यो खसरे भन्ने स्थान जहाँ हिजो हामी राति यहाँ बास बस्न आएका थियौँ, जहाँ भने चाहिँ राति पानी परेकोले गर्दाखेरि चाहिँ आज भने चाहिँ मौसम हल्का खुलेको छ। गर्दाखेरि चाहिँ मौसम एकदम सफा देखिरहेको छ भने चाहिँ माथि डाँडा डाँडामा भने चाहिँ हल्का हिउँ परेको छ, जहाँ जन्त्रे लेकमा चाहिँ देख्न सकिन्छ हल्का हिउँ परेको देखिन्छ।
आज भने चाहिँ यही खाना खाएर चाहिँ करिब 9-10 बजी चाहिँ यहाँबाट यात्रा सुरु हुनेछ। अहिले भने हाम्रो यात्रा सुरु भइसकेको छ। जुन खसरेदेखि सुरु भएको हाम्रो यात्रा फलबाङ, चेत्रामोस्यु, असारे हुँदै बाङखर्क पुग्नेछ। बाङखर्कमा चाहिँ हाम्रो आजको लागि बसाइ हुनेछ। प्रवर्धनको लागि गुराँस पदयात्रा आयोजना गरेको थियो। यसको लागि चाहिँ गाउँदेखि करिब 4-5 घन्टा गुराँस भएको ठाउँतिर आउनुपर्छ। हिजो चाहिँ तल खसरे भन्ने ठाउँमा बसेको भने चाहिँ गुराँस भएको ठाउँतिर चाहिँ बल्ल बल्ल आउँदैछौँ। साथीहरू सब अगाडि गयो त्यतातिर जाँदैछन्। अनि गुराँस भएको ठाउँहरू त्यता हो, हल्का रातो रातो देखिरहेको। गुराँस भएको ठाउँमा बास स्थान जुन क्याम्प। अनि आज दिनभरि चाहिँ यतै गुराँसतिरै अनि यस्तै वन पाखातिरै घाँसे मैदानतिरै रमाउनेछौँ। तपाईँहरू चाहिँ भिडियो मार्फत रमाउनु होला नि। जहाँ भने अहिले चाहिँ हामी असारे भन्ने ठाउँमा आइपुगेका छौँ। जहाँ हामी फलबाङ, चेत्रामोस्यु क्रस गरेर चाहिँ असारे भन्ने स्थानमा आइसकेका छौँ। जहाँ अब यहाँदेखि हामीलाई बाङखर्क पुग्नुपर्ने चाहिँ हामीलाई करिब आधा घन्टा जति नै लाग्नेछ। यात्रा भने निकै रमाइलो भइरहेको थियो। धेरै सङ्ख्यामा भएर पनि होला, सायद कसैले नाच्ने कसैले गाउने भएर चाहिँ हामी यात्रा हिँडिरहेको महसुस नै खासै भइरहेको थिएन। जहाँ हामी खसरेदेखि हिँड्यौँ र कति बेला हामी अहिले असारे पुग्यौँ भन्ने नै खासै थाहा थिएन। कुनैलाई भने थकाइ लागिरहेको थियो भने कुनैलाई भने नाचगान चलिरहेको छ। असारे भन्ने स्थानमा चाहिँ हाम्रो विश्राम भयो। विश्रामको क्रममा चाहिँ हामी गुराँस भएको ठाउँमा पनि पुगेका थियौँ र मैले चाहिँ हल्का ड्रोन फुटेजहरू चाहिँ खिच्न लागेँ। जहाँ
विश्रामपछि यात्रा सुरु भयो अब, जहाँ हामी असारेदेखि बाङखर्क पुग्नु थियो हामीलाई, जहाँ चाहिँ आजको बास त्यही हुनेछ। यहाँ भने एउटा गुराँस चाहिँ निकै बाक्लो फुलेको थियो। सबैको ध्यान चाहिँ यहाँ गइरहेको थियो। फोटो भिडियो सबैले चाहिँ यहीँ खिचिरहेको थियो। आजको बास चाहिँ यही हुनेछ बाङखर्कमा। बास स्थानमा पुगेर तेनहरू तान्ने क्रममै पानी पर्न सुरु गर्यो र पानी पर्दै पर्दामा हामी तेनहरू तानेर रेडी भयौँ र पानी परेको बेला चाहिँ झन् मौसम सफा देखिरहेको थियो।
जहाँ यो ठाउँको अग्लो भूभागदेखि विभिन्न हिमालहरू देख्न सकिन्छ, जहाँ सिस्ने हिमाल, पुठा हिमाल, धौलागिरी हिमाल र अन्य थुप्रै हिमालहरू चाहिँ देख्न सकिन्छ। गुराँस भने कता कता निकै बाक्लो फुलेको छ। जहाँ कुहिरो बाक्लो लागेर तारा ताराको भने चाहिँ केही पनि देखिरहेको छैन। नजिकको भने हल्का रूपमा देखिरहेको छ, त्यो पनि कालो कालो रूपमा मात्रै देखिरहेको छ। भिडियो कस्तो लाग्यो साथीहरू आफ्नो प्रतिक्रिया चाहिँ कमेन्ट बक्समा छोड्दै